नाकाम कसैको पनि योग्यता, उमेर, तलब, जहान, आर्थिक वा वित्तीय अवस्था यस्तै व्यक्तिगत कुराहरू पनि नसोध्ने गर्नुस् मित्रहरू। मानिसहरूलाई त्यो कुरा मन पर्दैन। हेर्नुस्, तपाई एउटा असल व्यक्तिको परिचयको निर्माण गर्न चाहनुहुन्छ भने तपाईले यस्ता प्रश्नहरू सोध्न छोडिदिनुस्। तपाई आफै महसुस गर्नुहुनेछ मानिसहरूको नजरमा तपाई भ्यालुएबल बन्दै जानुहुन्छ मित्रहरू। यदि हजुरलाई कुनै पनि विषयको ज्ञान छैन भने त्यस विषयको बारेमा जोसँग पनि विनम्रतापूर्वक जिज्ञासा राख्नु बुद्धिमानी हुन्छ मित्रहरू। धेरै कुरा हामीलाई थाहा हुँदैन। हामी जुन क्षेत्रमा काम गर्छौं, जुन क्षेत्रलाई अध्ययन गर्छौं, जुन क्षेत्रलाई अनुसन्धान गर्छौं, त्यो क्षेत्रका बादशाह हुन्छौं, यानि कि एक्सपर्ट हुन्छौं। तर कतिपय क्षेत्र हामीलाई ज्ञात हुँदैन। यदि तपाईलाई कुनै क्षेत्रको बारेमा ज्ञान छैन भने विनम्र भएर प्रश्न सोध्ने गर्नुस्। त्यो प्रश्नको उत्तरले तपाईलाई मान्छे बनाउँछ, तपाईको जीवनमा भ्यालु एड गरिदिन्छ। अर्को पटक अर्को मिठो सन्देश लिएर उपस्थित हुने बाचा गर्दै आजलाई छुटिन्छु। हस्त धन्यवाद।